एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज पनि म रेडी भइसकेँ। बिहान चाहिँ त्यति एकदमै हतार भयो। आज मलाई रिसेप्सन मेकअप गर्न जानु छ बेहुलाको घर मलाई, त्यही भएर बिहान चाहिँ मैले ब्लग स्टार्ट गरिनँ, अहिले गर्दैछु। सो म अब हामी चाहिँ अब रेडी भइसक्यौँ। यहाँ मेरो बहिनी पनि रेडी भइसक्नु भयो एन्ड म पनि रेडी भइसकेँ। अब चाहिँ हामी जाँदैछौँ बेहुलाको घर। अब त्यहाँनिर गएर के हुन्छ कस्तो हुन्छ त्यहाँको माहौल के छ तपाईँहरूलाई देखाउने नै छु। ल अब जाउँ है त। सो फाइनली साथीहरू हामी चाहिँ यहाँ रुममा पनि आइपुग्यौँ। उहाँ बेहुली अहिले फेस वास गर्न जानुभयो। यहाँ हेर्नु न कति राम्रो के बेहुला चाहिँ क्रिकेटर हुनुहुन्छ। अनि यहाँ हेर्नु न मेडल नै मेडल, ट्रफी नै ट्रफी। हेर्नु न कति धेरै केमा जित्नु भएको रहेछ, कस्तो राम्रो। हेर्नु न केमा सुपर क्रिकेटर 6 टुर्नामेन्ट, म्यान अफ द म्याच, बेस्ट बेटर, मेयर कप 2021, सुपर 6 क्रिकेटर टुर्नामेन्ट्स 2078, म्यान अफ द म्याचको रनरअपमा पनि जानुभएको रहेछ। कति धेरै के ट्रफी, ओ माइ गॉड कस्तो राम्रो। हाम्रो बेहुला त अनि खतरा क्रिकेटर हुनुहुन्छ नि है। क्रिकेटरको फोटो हेर्दा साथीहरू हाम्रो मेकअप स्टार्ट भएर पनि आई मेकअप डन भइसक्यो, हेर्न सक्नुहुन्छ। आई मेकअप सक्यो। अब त्यसपछि हाम्रो अब फेस मेकअप र हेयर स्टाइल बाँकी छ। सो साथीहरू हाम्रो मेकअप चाहिँ अलमोस्ट डन भइसक्यो, हेर्न सक्नुहुन्छ। कस्तो राम्रो फ्ललेस देखिँदैछ आजको मेकअप। सो मेकअप चाहिँ सक्यो। अहिले चाहिँ हामी जुस खाँदैछौँ। यस्तै टोक्यो जुस ल्याइदिनु भयो यहाँको आन्टीले। सो अहिले चाहिँ हामी जुस खाइरहेछौँ। अब 11 बजी 11:30 बजी सबैजना छ नि पाउँदा। यस्तो गोरी देखिँदैन छ नि आज। ल ल यसलाई दिए त 7 बजी अनि दक्षिणा थाप्नु पऱ्यो, त्यति मात्रै हो काम। हाँसिरहनु पऱ्यो, नि गरिरहनु पऱ्यो। त्यहाँ नि मिसाएर बस्नु भनिहाल्छ। कति राम्रो छ यो बनाउने। यो लगाउनु बनाउँछ पुरा झप्पा चुरा लाग्दै राम्रो होइन। अर्को झप्पा चुरा लाग्दै धेरै नथिप्नु के गर्नुपर्छ? सानो फ्यान चाहिन्छ के गर्नलाई? ए वहाँनिर भनेको ए त्यसो त छ नि हातमा ए लगाएको ए हो सिम्पल। ए ल ल ठिक छ। त्यसरी स्माइल गर्नु त कस्तो राम्रो देखिँदैछ। हाम्रो मेकअप चाहिँ सक्यो साथीहरू। हजुर ए आउनु न मजाले भिडियोमा आउनुहुन्छ कि हुन्न भनेर सोध्नु भएको। ए यो बन्द गरेर जानुहुन्छ नि सबै? ए त्यसो भए हामी त निस्किनुपर्छ होला छिटो नि। ल ल ल हुन्छ ल। ए हस् हस्।
ए हुन्छ ल ल मैले पनि चस्मा लानु हुन्छ साथीहरू अब चाहिँ हामी निस्किन आँटेको ल हामी चाहिँ आइपुग्यौँ साथीहरू पार्लरमा मेरो पार्लरमा आइसकेपछि यति मजा आउँछ मलाई यति सन्तुष्टि फिल हुन्छ यति आनन्द आउँछ बाहिर जति नै कम्फर्टेबल जति नै राम्रो भए पनि जति नै कम्फर्टेबल ठाउँ भए पनि मलाई चाहिँ यहीँ आएर आनन्द आउँछ लामो सास लिनु मन लाग्छ सो फाइनली मेकअप चाहिँ सकेर हामी आइसक्यौँ यहाँ पार्लरमा अब यहाँनिर एकजना दिदी आउँदै हुनुहुन्छ कपालहरू खै अब के गर्नुहुन्छ हेयर स्टाइल बनाउनु छ अरे उहाँ पनि त्यही डेमा जानुलाई आउँदै हुनुहुन्छ सो त्यो गर्ने अनि त्यसपछि हामी जाने खाना माथि अब खाना मेरो बुढाले पकाउनु भएको छ तर मिठाई पकाउनुहुन्छ हिजो नि के खाएको सब्जी हेर्दा चाहिँ के खाएको मिठाई हुँदैन र तर मिठो थियो नि मिठो थियो मैले कराईमा पकाउनु भने चाहिँ कुकरमा पकाइदिनु भएछ तर मिठो थियो साह्रै मिठो थियो मैले खाइसकेपछि चाहिँ सुरुमा चाहिँ अब सब्जी देख्ने बित्तिकै फोन गरेँ किन यसरी पकाउनु भयो भनेर कराइहालेँ अनि त्यसपछि मिठो भएको छ औ खाइहेर्नु नि खाइहेर न भन्नुभयो अनि खाइहेरेको त मिठो थियो कस्तो मिठो लागेको मिठो थियो आज पनि मिठाई पकाउनुहुन्छ मेरो बुढाले त मिठाई पकाउनुहुन्छ बिहान चाहिँ भनेर गएको थिएँ यो पकाउनु भनेर आई गेस मिठाई छ होला खाएर हेरेपछि थाहा हुन्छ सो भोक चाहिँ अति लागेको छ नि बाबरे मेरो रिङबाट चल्दैछ भोक सो साथीहरू मैले भ्लग बनाउनै बिर्सेँ अति धेरै भोक लागिरहेको थियो एकदम धेरै भोक लागिरहेको थियो अनि भ्लग बनाउनै बिर्सेँ क्या खाना खानु बसिहाल्यो अनि मात्रै मलाई याद आयो भ्लगमा भ्लग त बनाउन बाँकी नै छ सो हामी चाहिँ अहिले खाना खाइरहेको छौँ हेर्न सक्नुहुन्छ मेरो बुढाले यो सोयाबिनको भाजी पकाउनु भएको छ अनि त्यसपछि यो आलु भाजी पकाउनु भएको छ अनि त्यसपछि यो चाहिँ भयो अचार दाल अनि भात अनि यहाँ बहिनी पनि खाँदैछन् अनि दही पनि छ है सो हामी चाहिँ अब खायौँ ल खाना खाइसकेर खायौँ ल खाना खाएर छोरा लिन आएको उसको बाबाको ठाउँमा हेर्नु न मेरो छोराको काम कुर्सी पल्टाएर कहाँ कसरी बसेको छ काम हेर्नु न मेरो छोराको बाउ चाहिँ मतलब छैन त्यसकै गरोस् छोरा सानो के गरेको तैँले हो अब के निकाल्दैछौ त जा बाबा त्यत्रो पैसा लिनु हुँदैन यहाँ मेरो छोराले उसको बाबाको गल्लाबाट पैसा निकालेर मिठाई खान जाने अरे जान त्यो पैसा राखिदिए जा जानु बेटा मोमो आन्ने त मोमो लिएर आइज भाइ खान्छ अरे जा लिएर आइज त केही नखाएर बस जा यहाँ मेरो छोराहरूलाई भोक लागेर मेरो सानो छोराले मोमो खाँदैछ मोमो मगाएर म पनि खान्छु बाबा यहाँ पनि अचार छ मिठो बाबा मिठो यता हेर मेरो छोरा खाएको पिरो छैन त पानी दिएर भाइलाई छोरा खाएको हेर्नु न साथीहरू मेरो छोरा खाएको हेर्नु न साथीहरू मलाई यहाँ पानीले सबै भिजाइदियो हेर्नु न मेरो छोराले अनि कहाँ लुकेर बसिरहेको छ हेर्नु त कराइदिएको कि यहाँ लुकेर बसिरहेको छ कसरी बसिरहेको छ त्यही बस लुकेर पानी किन पकाइदिस् म माथि
पानी पखाइदियो म माथि। पानी पखाएर हेर्नु त यो त सबै भिजाइदियो म माथि सबै भिजाइदियो। ए यो फटाले कहाँ लुकेर बसिरहेछ अब। पानी पखाइस् मतिर आइज मेरो बाबा आइज। आइहाल्छ मायाले भन्नुपर्छ फेरि एकचोटि आइहाल्छ। यता हेर हाँसिदियो एकचोटि। पानी किन बोकाएको बाबा मतिर मलाई किन भिजाइदिएको। फेरि पानी चलाउनु गयो। कति खालि पानीसँगै खेल्नु पर्ने कति। हुँदैन आइज। नगर्नु ल चकचक नगर्नु ल। कैसे काट्ना है? कैटलॉग है ना? हेयर कटिङ को त क्याटलग छैन। ये तो काट देनी मिला रास्ते आपको हेयर कट भिजाइदियो मिलायो कपाल कोरिदियो त। कैसा होता है? छोटा होते लेयर नीचे जाता है, फोटो ही नहीं बे आपका सबसे लॉन्ग से छोटा छोटा होके ऊपर जाएगा। अच्छा ठीक है वैसे। मेरा बाल में मैंने पतला बाल में देख लीजिए कैसा अच्छा लगता है। हाँ ऐसा होता है। तो साथीहरू म चाहिँ अब दोकानबाट आइसकेँ। मेरो बुढाको दोकानबाट यहाँ मेरो एकजना क्लाइन्ट हेयर कट गर्न आउनुभयो अनि मलाई फोन गर्नुभयो। सो म यहाँ मेरो पार्लर आइसकेँ। अहिले चाहिँ अब उहाँले कुन कट काट्नुहुन्छ अनि त्यही कट काटिदिन्छु। भन्नु इसलिए ना इसलिए अभी तो कर्ली हो गया ना। आगे लिए आइए तो उठिए तो इधर आइए तो। क्या वीडियो बनाइएगा पतला बाल का। पीछे से दिखाइए तो बुनी उयो फैन ऑफ कर दो तो। पीछे से दिखाइए घूमिए इधर घूम जाइए ऐसे ये वाला थोड़ा बालों से खेलिए तो ऐसे से करिए हिलाइए दोनों तरफ से ऐसे ऐसे करिए ना। हम नहीं करते हमको करना ही नहीं ऐसे से करिए हिलाइए ना बस। हाँ वैसे कर। ढीला चलिएगा वो। हाँ हो गया। ऐसे आगे ले इधर घूमिए तो आगे घूमिए तो। हमको तो उतना हिंदी बोलना नहीं आता है। इधर आगे ले आइए दोनों तरफ से बाल। हाँ इधर सीधा देखिए कैमरा में देखिए। थोड़ा ऐसे ऐसे करके स्टाइल दीजिए स्टाइल। हो गया आपको नहीं आता है। नहीं हम नहीं सकते। ठीक है हमको इस सब में ये आगे से नहीं काटेंगे थोड़ा थोड़ा ठीक लगता है हल्का होगा काम। साथीहरू म चाहिँ दोकानबाट आएँ। दोकानबाट आएर नानीलाई सेरेलेक्स खुवाएर सुताइसकेँ। ऊ चाहिँ मेरो सानो छोरा चाहिँ सुतिरहेछ। अब चाहिँ म खाना पकाउँछु। खाना पकाएर खाने अनि त्यसपछि सुत्ने अनि मात्रै आराम बल्ल आराम हुन्छ। अनि खाना पकाउने खाना खाने अनि त्यसपछि मेरो बुढा दोकानबाट आउनुभएकै छैन। अहिले एकछिनमा अब आउनुहुन्छ। आइसकेर अनि त्यसपछि खाना खाने अनि सुत्ने। सो आजको ब्लग चाहिँ यति नै साथीहरू। तपाईँलाई मेरो ब्लग कस्तो लाग्यो लाइक कमेन्ट र सेयर चाहिँ अवश्य पनि गर्नुहोला। एन्ड फेरि पनि अर्को ब्लगमा भेट्ने बाचा गर्दै अहिलेलाई बाई बाई गुड नाइट लभ यु अल।